तपाईँलाई परमेश्वरको वचन दिइराखेको छ। तपाईँ जस्तै जवान, तपाईँ जस्तै रहर, तपाईँको जस्तै सपना यिनीहरूले बलिदान गर्नु। यो परमेश्वरले अराएको, किनभने परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। To bring the word for you, to deliver you, to heal your heart. तपाईँको हृदयलाई निको पार्नु, तपाईँको भक्तिको सपनालाई निर्माण गर्नु छ, तपाईँको एक्लोपनालाई हटाउनु छ, तपाईँलाई त्यो बन्धनबाट बाहिर निकाल्ने सपना जगाउनेको सपना साटिएको छ। तपाईँको थुप्रो किसिमको लतहरूबाट बाहिर निकाल्ने सपनासँग उनीहरूको सपना साटिएको छ। तपाईँको हारलाई जित बनाउने सपनासँग उनीहरूको सपनाहरू साटिएको छ। उनीहरूको रहरहरू साटिएको छ। सबैको साथीले लाखौँ रुपियाँ कमाउँदै गर्दाखेरि उसलाई खानु पनि साह्रो राखेर पनि यहाँनिर सेवा गर्न आएको छ भन्ने लाग्यो। किनभने परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले तपाईँको निम्ति उनीहरूलाई एरेस्ट गर्नुभएको छ उहाँको प्रेमले। They are arrested by the love of God. And I want to tell you, you are also under arrest by His love. उहाँको प्रेमले तपाईँलाई पनि उहाँलाई एरेस्ट गर्नुभएको छ। उहाँको योजनाहरूले तपाईँलाई एरेस्ट गर्नुभएको छ। उहाँको सपनाहरूले तपाईँलाई एरेस्ट गर्नुभएको छ। उहाँको योजनाहरूले एरेस्ट गर्नुभएको छ। उहाँको भलोपनले तपाईँलाई एरेस्ट गर्नुभएको छ। यो तपाईँले एउटै कुरा तपाईँले मजाले हृदयमा राख्नुभयो। ऊ ख्रिस्टद्वारा प्रेम गरेको व्यक्ति हो। उहाँले आफ्नो सपना प्रभुले भन्नुभयो गत्सेमनीमा, हुनसक्छ भने यो कचौरा मबाट हटिजाओस्, तर पनि मेरो इच्छा होइन तपाईँको इच्छा पुरा होस्। त्यसै भन्ने धेरैजना प्रभुको दासहरूले आफ्नो जीवन अर्पण गरेको कारणले गर्दा तपाईँ आज हुनुहुन्छ, तपाईँ आशिष हुनुहुन्छ। अनि म एउटा कुरा भन्न चाहन्छु, तपाईँको बलिदानले कोही मान्छे पक्रिनेवाला छ, कोही मान्छेको सपनाहरू सजिनेवाला छ, कोही मान्छेहरू छुटकारा हुनेछ, कसैको हृदयहरू निको हुनेछ। कोही हराएको व्यक्तिहरू भेटिनेछ, कोही लुटिएको व्यक्तिहरू पुनर्स्थापित हुनेछ। आजको साँझमा तपाईँलाई भन्न चाहन्छु, God loves you. परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले तपाईँलाई के गर्नुहुन्छ? प्रेम गर्नुहुन्छ। तपाईँले जब परमेश्वरको प्रेमलाई बुझ्नुहुन्छ, जीवनभरि तपाईँ ऋणी हुनुहुन्छ। जीवनभरि तपाईँ ऋणी हुन्छ। तपाईँसँग फर्काउने कुरा केही पनि रहँदैन। तपाईँसँग परमेश्वरलाई दिने कुरा, फर्काउने कुरा केही पनि रहँदैन। किनभने तपाईँले थाहा पाउनुहुन्छ तपाईँसँग भएको एक थोपा रगत पनि उहाँको अनुग्रह। तपाईँले फेर्दै गरेको हरेक पलको श्वास पनि उहाँको अनुग्रह। तपाईँको जवानी पनि उहाँको अनुग्रह। परमेश्वरले तपाईँलाई यति साह्रो प्रेम गर्नुहुन्छ। तपाईँलाई परमेश्वरको प्रेमले छुयो भने मरियमलाई हामीले पसन्द सुन्यौँ। यस्तो डरलाग्दो कन्ट्रोभर्सीमा पार्नु अलिकति तलमाथि हुँदा उसको ज्यान जान्छ। किनभने विवाहभन्दा अगाडि गर्भवती भएको छ। के को लागि प्रभुले गर्नुभयो? किनभने उहाँले तपाईँलाई प्रेम गर्नुहुन्थ्यो। उहाँले तपाईँलाई के गर्नुहुन्थ्यो? प्रेम गर्नुहुन्थ्यो। जतिखेर क्रिस्टो क्रुसमा जाँदै हुनुहुन्थ्यो, उहाँले बुक खोल्नु भएन। उहाँसँग फर्काउने शब्दहरू थुप्रै थियो, एकपल्ट पनि मुख फर्काउनु भएन। कोर्रा सहनु भएन। हामी गीत गाउँछ, जुन हातलाई रोटी दियो त्यही हातले ढुङ्गा हान्यो। किन भन्दाखेरि त्यो सबै कुरा उहाँले यताउता गर्नुभएको भए तपाईँ र मेरो जिन्दगी खतम हुने। उहाँले आफ्नो हृदयमा तपाईँ र मलाई बोकेर क्रुसमा जानुभएको थियो। त्यही कारणले गर्दा उहाँ क्रुसमा जाँदाखेरि हामी पनि उहाँसँगै मऱ्यौँ। अनि उहाँ बौरी उठ्दा हामी पनि उहाँसँगै बौरी उठेको व्यक्ति। त्यही कारणले गर्दा जति समय अब बाँकी रहन्छ तपाईँ एकदमै के गरेर रहनुहोस्। एक एक शब्दहरूमा परमेश्वरको प्रेमको के हो भन्नुहोस् त, उपहार हो भनेर म लिनेछु। हरेक पल परमेश्वरले दिनुभएको उपहार भनेर लिनेछु। जब यसरी तपाईँले त्यो कुरालाई पक्रिनुहुन्छ, तपाईँको जीवन अर्कै हुनेछ।
फेरि पनि म तपाईँलाई भन्न चाहन्छु, तपाईँ त्यस्तै फर्किनुहुनेछ होइन। तपाईँको भत्किएको धेरै कुरा, धेरै आफ्नो सपनाहरू भत्किएर यहाँ आउनुभएको व्यक्तिहरू छ, धेरै लुटिएर आउनुभएको व्यक्तिहरू छ, धेरैपल्ट हारेर आउनुभएको व्यक्तिहरू छ। र एउटा कुरा भन्न चाहन्छु, परमेश्वरले तपाईँको हारलाई जितमा परिणत गर्दैछ। हालेलुया, हालेलुया, हालेलुया।